पिउनको लागि बनाइदिएको होला यो ढुङ्गा कुदेर अनि यसरी पानीहरू चाहिँ सङ्कलन गरिरहेको छ होइन। यहाँ देख्न सक्नुहुन्छ टन्नै छ। नम्बर लाइन पक्रिनु पर्ने छ। 6 नम्बर लाइन पक्रेर पनि चारैपट्टि बिल्डिङले घेरे पनि होइन। हावा यति राम्रो हावा लागिरहेछ कि चिसो होइन आनन्द। कति सुन्दर छ यो पार्क हेर्नु अब होइन। बस्नको लागि यस्तो रुखहरूको छारी यति चिसो हावा चलिरहेको छ। शीतल एकदम रिल्याक्स फिल भइरहेको छ मलाई चाहिँ। बाहिर यति धेरै घाम चर्केको छ आज गर्मीको सिजन होइन। बाहिरपट्टि जब यो रोडको साइडमा चाहिँ अब पेडेस्ट्रियन छ नि त त्यहाँ हिँड्दाखेरि यति धेरै चर्केको घाममा म अहिले चाहिँ यो पार्कभित्रबाट हिँड्दैछु अनि म चाहिँ जानुपर्ने हो त्यो पारिपट्टि देखिएको स्टेसन छ त्यो 6 नम्बर लाइन चढ्नु जानुपर्ने हो मलाई चाहिँ। म चाहिँ घरबाट बाहिर निस्किने बित्तिकै अन्त यो बाटोमा हिँड्दै अनि यति धेरै गर्मी फिल भएर म यस पार्कमा साइडबाट पार्कमा छिरेर अनि पार्कदेखि हिँड्दैछु। मलाई चाहिँ म चाहिँ आज चाहिँ जान लागेको ठाउँ चाहिँ थेरुङ भन्छ। अब थेरुङ भन्छ त्यहाँ चाहिँ एउटा रोज फेस्टिभल चलिरहेको रहेछ अनि एकचोटि चाहिँ गएर अब यसो त्यहाँको दृश्य हेरौँ कस्तो रहेछ भनेर अनि चाहिँ म जान लागेको छु। सो अहिले चाहिँ म ट्रेन स्टेसन नजिकै आइसकेको छु अब ट्रेन पक्र्नको लागि चाहिँ। अनि यहाँदेखि ट्रेन लिएर मलाई करिब आधा घन्टाको यात्रा तय गर्नुपर्छ। म चाहिँ अहिले पार्कमा हिँड्दै थिएँ अनि यो पार्कमा चाहिँ अब मैले चाहिँ ठक्कर देखेको छु कि यो चाहिँ सायद यो ढुङ्गोमा चाहिँ होइन ढुङ्गामा यो सायद चराचुरुङ्गीलाई पानी पिउनको लागि बनाइदिएको होला यो ढुङ्गा कुदेर अनि यसरी पानीहरू चाहिँ सङ्कलन गरिरहेको छ होइन। यहाँ देख्न सक्नुहुन्छ टन्नै छ होइन। हजुरबाहरू चाहिँ अब खेल्नु भएको क्यारम बोर्ड खेल्नु भएको। अनि मलाई चाहिँ म यस्तो यो पार्कबाट छेउमा आउँदै थिएँ अनि छेउमा आउँदै चाहिँ मलाई स्टलहरू देखेर चाहिँ मलाई चाहिँ नेपालको एकदम सेम नेपालको जस्तै चिया पसलहरू जस्तै ठ्याक्क यहाँ अब बसेर अनि कफीहरू यहाँ देख्न सक्नुहुन्छ के बेचिरहेको छ जुस कफीहरू होइन। फास्टफुडहरू ठ्याक्क अन्डा उसिन राखेको छ अगाडि। मलाई चाहिँ यहाँबाट बाटो क्रस गर्नु पर्ने 18 सेकेन्ड। म अब यहाँबाट बाटो क्रस गरेर बाटो क्रस गरिसकेछु। अब म चाहिँ स्टेसनतर्फ जाँदैछु। मलाई स्टेसनमा गएर स्टेसनबाट 6 नम्बर लाइन पक्रिनु पर्ने छ। 6 नम्बर लाइन पक्रेर म चाहिँ अहिले ट्रेन स्टेसनभित्र छु। अब ट्रेन लिनको लागि जाँदैछु स्टेसनमा। ट्रेनको 6 नम्बर लाइनभित्र म चाहिँ अहिले धेरै बिग बुकमा झरेर 2 नम्बर एक्जिट चाहिँ यतापट्टि छ। सो 2 नम्बर 3 यता 2 स्टेप हिँड्यो भने चाहिँ बाहिर एक्जिट हुन्छु म। सो फ्रम हियर मलाई चाहिँ केही लगभग अराउन्ड 5 to 10 मिनटको दूरी चाहिँ तय गर्नुपर्ने छ। र बाहिर आउन साथ बाहिरको दृश्य चाहिँ यस्तो छ स्टेसन बाहिरको। म 2 नम्बर गेटदेखि एक्सेस भएर बाहिर निस्किसकेको छु। यहाँदेखि मलाई करिब 10 मिनटको दूरी तय गर्नुपर्छ हिँडेर। गर्मी नै यति धेरै निकै गर्मी छ होइन। गर्मी धेरै निकै गर्मी भयो त्यसरी चाहिँ अब एकैछिन बसेर पानी चाहिँ पिउनु पर्यो भने गर्मी सिजनमा पानी चाहिँ निकै पिउनु पर्छ बाहिर हिँड्दाखेरि। त्यो चाहिँ अब एउटा सियु रहेछ नजिकै मेरो नजिकै देख्न सक्नुहुन्छ। यो सियु मार्ट भन्छ होइन। अब कोरियामा चाहिँ एभ्रिवेयर हुन्छ यो सियु चाहिँ एकदम हरेक ठाउँमा पाउन सक्नुहुन्छ। सो यो सियुमा गएर एउटा पानी किनेर चाहिँ म पानी पिएर यहाँ चाहिँ एकैछिन रेस्ट गरिरहेको छु। अब यहाँ पानी पिएर एकैछिन रेस्ट गरेर अनि यस्तो मिठो हावा लगिरहेको यहाँ फेरि यति साइडमा देख्नुहुन्छ यसको वरपरको दृश्य चाहिँ
यस्तो छ तर पनि चारैपट्टि बिल्डिङले घेरे पनि होइन हावा यति राम्रो हावा लागिरहेछ कि चिसो होइन आनन्द यहीँ बसिरहँ जस्तो। सो अब चाहिँ यहाँदेखि म पानी पिएर एकैछिन रेस्ट गरेर निस्किँदैछु। अनि म चाहिँ यहाँबाट निस्किसकेपछि चाहिँ म यहाँबाट अलिकति लगभग 2-3 मिनट हिँडेपछि चाहिँ म चाहिँ त्यो पार्कमा पुग्न सक्छु जहाँ फेस्टिभल सुरु छ, यो रोज फेस्टिभल। जहाँ रोज फेस्टिभल लागेको छ त्यहाँ पुग्न सक्छु म चाहिँ। अब त्यहाँ 2-3 मिनट हिँडिसकेपछि चाहिँ म त्यहाँ भित्र पार्क फेस्टिभलमा यहाँ इन्ट्री गराउँदा पहिला चाहिँ पानीहरू पिएर यसो रेस्ट गरौँ भनेर होइन। त्यहाँ भित्र छिरिसकेपछि चाहिँ त्यहाँ पनि अब कफी सपहरू चाहिँ छ नभएको होइन। अनि कस्तो घाम लागिरह्यो त्यहाँ, घाम पनि अब निकै घाम लागेन। सो एकछिन रेस्ट गरौँ अनि लागौँ यात्रालाई जारी। आइसकेको छु। अब चाहिँ म जस्ट पार्कको अगाडिपट्टि छु। मलाई चाहिँ यो जेब्रा क्रसिङ क्रस गर्नुपर्छ। सो म सिग्नलको वेटिङमा छु। गेट नम्बर 1 मा छु। गेट नम्बर 1 देखि पार्क सोङराङ छाङमी खवान भन्छ, यहाँ रोज पार्क भन्छ। यस्तो देखिन्छ चाहिँ इन्ट्रान्सदेखि। अब इन्ट्री गरेँ अब पार्कमा। म चाहिँ भर्खर यहाँ अब पार्कको मेन इन्ट्रान्सदेखि 1 नम्बर इन्ट्रान्सदेखि चाहिँ इन्ट्री गरिसकेको छु। म चाहिँ अब धेरै प्रकारको फुलहरू कच्चाको देखिसकेको छ। एकछिन स्टेसनको चाहिँ हेर्छु, देख्दा हुन्छ स्टेसन राम्रो चलिरहेको छ। पार्कदेखि बाहिर निस्किसकेको छु। अनि चाहिँ अहिले म खाना खानु पर्यो, भोक पनि लागेको छ निकै। पहिला अब खाना खाएर अनि ब्याक टु होम। सो अहिले चाहिँ म अब खाना खानको लागि चाहिँ रेस्टुरेन्टतर्फ जाँदैछु। अब रेस्टुरेन्ट चाहिँ अब कता। सो म चाहिँ रेस्टुरेन्टको नजिक आइसकेको छु। अब यो देखिएको चाहिँ रेस्टुरेन्ट हो, अब त्यो गाडीको पछाडिपट्टिको बिल्डिङ चाहिँ। सो म चाहिँ त्यहीँ गएर अब खाना खानेवाला छु। आज चाहिँ त्यहाँ पेहेजाङकुक भन्ने खाना पाउँदो रहेछ कोरियन फुड। सो आई विल गो देयर एन्ड देन गेट फुड। अनि खाना खाइसकेपछि त्यहाँबाट फेरि घरतिर कोही यात्रा सुरु हुनेछ। करिब 1 घन्टाको यात्रा फेरि ट्रेनमा तय गर्नुपर्ने छ। मौसम लास्ट गर्मी के बाहिर हिँड्नलाई, तर अहिले त साँझ पख फालिसकेको छ। त्यही हुँदाखेरि हल्का शीतल भइरहेको छ। म चाहिँ अब रेस्टुरेन्टमा आइसकेको छु। पेहेजाङकुक भन्छ कोरियन खाना। अनि पेहेजाङकुक खाना खाइसकेपछि
यो चाहिँ पेहेजाङ भन्छ होइन, कोरियन खाना हो। यस्तो पुरा खाना छ यस्तो पुरा यहाँ टेबलमा सर्भिस गर्दा यस्तो बोइलिङ भइरहेको हुन्छ होइन, देख्न सक्नुहुन्छ। यता खिम्ची, त्यो मुलाको अचार छ, यता खुर्सानी छ, पानी, यो भात कटौरा भयो। मेरो खाना चाहिँ यही हो आजको। सो नाउ आई एम गोइङ टु स्टार्ट इट। चपस्टिक युज गर्नुपर्छ कोरियन खाना खाँदा चाहिँ। पहिला खिम्चीबाट गर्नु, खिम्ची मलाई चाहिँ लास्ट मनपर्छ खिम्ची चाहिँ।